प्रचण्ड जस्ता चोर देशद्रोहीहरूलाई देश निकालाउनु पर्यो। यो देशमा युवाहरू जागो, आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू जागो। अब पनि जागेनौ भने तिम्रा छोरा नातिहरू अनाथ हुनेछन्, त्यसै मर्नेछन्। राजाऊ देश बचाऊ भनेर मात्र हुनेवाला केही छैन। सुशासन चाहियो हामीलाई। राजा पनि चाहिएन, नेता पनि चाहिएन। यो देशमा चाहिएको छ सुशासन। कसले दिन्छ सुशासन? आफ्नो पराए भन्ने कसैलाई परेन। आफ्नो छोरा, अर्काको छोरा, जनताको छोरा एउटै देख्नु पर्यो। त्यसले कमिलालाई नि न्याय दिनु पर्यो, आखीलाई नि न्याय दिनु पर्यो। यो ठुलो म न्याय दिन सक्दिनँ, यो कमिला हो म न्याय गर्छु भन्नु परेन। न्यायालयको मान्छे भ्रष्टाचारी छ। यो देश आज भ्रष्टमा डुबेको छ। बिना पानी माछाहरू तैलिएका छन्। आऊ युवा जाग, अब देश बचाउने पालो तपाईहरू जस्तो पत्रकारको हातमा छ। म यो देश पुत्र मेरो मैले हान भनेर कसैलाई उस्काएको छैन। नान भन्दाखेरि यिनीहरूले मलाई नै हान्छन्। तपाईँ गर न हान भन्नु, तपाईँ गर न हान, ठुलो कुरा नगर्न भन्नु, ठुलो कुरा नगर्न भन्नु। तपाईँले मलाई मैले ढुङ्गा हानेको छु, मैले खिच्नु भएको छ। तपाईँको एभिडेन्स निकाल्नु, मलाई जुनसुकै ठाउँमा कारवाही गर्नु। जस्तो होइन, खसिसकेको छ जिन्दगी सधैँ। हरेक दिन खसेर उठेको युवा हुँ म यो देशमा। दाइ तपाईँ झुटो नबोल्नुहोस्। यत्रो मिडियाको अगाडि तपाईँ के भन्नुभएको? मेरो घर उयो पछाडि हो। आजभन्दा 20 वर्ष अगाडि पनि कान्तिपुर फुटाउनेलाई नफुटा हुने रोक्ने केटा हो म। कान्तिपुर भदौ 16 गते कालो दिन। यो मुची नभन्नुहोस्, मुख नछाड्नुहोस्। कसलाई मुख छाडे यो मुची भनेर? कसलाई मुख छाडा? फेरि मुख छाडिदिने। यत्रो क्यामेरा गइदिएर मुखको सबै दाँत निकालिदिन्छु। बुझिस्? म उनको छोरो हो। होइन सर, त्यो अन्याय होइन। नागरिकको हेर्नुहोस्, म नहान भन्ने ढुङ्गा, तर मलाई नै उसले के भनिरहेछ? मैले ढुङ्गा हान्न उस्काएको भनिरहेछ। अन्त मुची भनेर मुख छाड्छ यत्रो पत्रकारहरूको अगाडि। मैले पनि ट्यारिया खाएको, मैले फर्केको अघि ट्यारिया राष्ट्रको लागि।